2022 साल चैत्र 7 गते हामी 7 जना जम्मा विद्यार्थी यहाँ प्रगतिनगर चोकबाट गएका मध्येमा म एकजना तुलसीराम भट्टराई भएँ, त्यसपछि मेरो दाजु गोपी भट्टराई, त्यसपछि जीवलाल खनाल, त्यसपछि विष्णु भट्टराई, होमनाथ देवकोटा, मोहम्मद अजिज भन्ने थियो एकजना उतापट्टिको सुरेटा, त्यसपछि छत्तीसगढको एउटा रामवीर बादी भन्ने। यसरी हाम्रो महाशर्मा सर हुनुहुन्थ्यो हेडमास्टर त्यति बेला। 2022 साल चैत्र 7 गते विद्यालयको अवस्था खरको छानो भएको थियो, बस्ने बेन्च डेस्क केही थिएन। हामी छालका मुढामाथि थपक्क बसेर परालका मुठा त्यो खरका मुठामाथि बसेर सुरुवात गरिएको हो। यसरी चाहिँ हाम्रो त्यो 2022 साल चैत्र 7 गते हामीले खोलेको विद्यालयको सुरुवातकै स्वरूप नै हाम्रो यो जनज्योति उच्च माध्यमिक विद्यालय जुन अहिले छ, यसका जन्मदाता विद्यार्थी हामी 7 जना थियौँ सुरुमा स्थापना कालमा। त्यसपछि क्रमशः हामीले त्यहाँबाट पदोन्नति गर्दै गर्दै 6 कक्षा त्यहाँबाट पास गराएर दामोदरजीहरू, शिवलालजीहरू इत्यादि विद्यार्थीहरू, बस्यालजीहरू सबै गराएर पठाएर हामीले यहीँबाट एसएलसी सेन्टर यहाँ त थिएन, हामीले चितवनबाट दिनु पर्थ्यो एसएलसी। मैले पनि भरतपुरमा केन्द्र थियो मेरो 32 सालमा मैले दिँदाखेरिमा 2032 सालमा मैले सेकेन्ड डिभिजनमा यहाँबाट पास गरेको हुँ, तर केन्द्र चाहिँ हाम्रो चितवनमा थियो। त्यसरी हामी चितवन गएर गर्नुपर्दथ्यो। तिमीलाई पाए चाहिँदैन हिरा र मोती, तिमीसँग गहिरो माया बस्यो जनज्योति, जनज्योति। तिमीसँग गहिरो माया बस्यो जनज्योति, तिमीसँग गहिरो माया बस्यो जनज्योति। सरले कृष्ण सरले हामीलाई पढाउँथे, राम शरणको लौरो देख्दा सबै डराउँथे, पीताम्बरको ठुलो स्वरले सुधार्थ्यो माथि, तिमीसँग गहिरो माया बस्यो जनज्योति। विष्णु सरले पालीमा खुबै कराउँथे, पटेल सरको भुँडी देख्राउँ सबै डराउँथे, जनुकाले संस्कृतमा सबलाई हँसाउँथे, जनज्योति। तिमीसँग गहिरो माया बस्यो जनज्योति।
भन्थे बराल सरलाई गणितमा सबैले भन्थे जन ज्योति तिमी सँग गहिरो माया बस्यो जन ज्योति अब जहाँ गए पनि यो मन यतै अर्कियो जनज्योतिको काखमा मेरो बालकाल छोडियो ती शिक्षकहरूको माया कहिले बिर्सिन्न तिमीलाई पाए चाहिँदैन हीरा र मोती तिमीसँग गहिरो माया बस्यो